हामीले सकस सिरियलमा यस्तो हुन्छ भनेर सोचेका थिएनौं, तर एक्कासी अन्तिममा आएर सकस सिरियलमा ट्विस्ट आएको देख्दा हामी पनि निकै नै अचम्मित परेका थियौं। किनभने अब मुनाले चन्द्रेलाई रोज्छिन् कि उनले पहिलो श्रीमानलाई रोज्छिन् होलिन् भनेर हामी धेरै नै गहिरो सोचमा परेका हुन्छौं। यो सबै सपनामा सीमित होस् भन्न चाहनुहुन्छ भने मेरो यस भिडियोलाई कमेन्ट, शेयर र सब्स्क्राइब गरी हामीलाई सक्दो सपोर्ट गर्नुहोला भन्दै आजको भिडियो सुरु गरौँ। मुनाको पहिलो श्रीमान मर्यो भनेर मुना माइतीमा बसेकी थिइन्, तर यता गाउँलेहरूले आफ्नो श्रीमानलाई जिउँदै खाएर अहिले माइतीमा आएर बसेकी छे भन्दै कुरा काट्न थालेपछि चन्द्रे र मुनाको भेट भयो। अनि चन्द्रेले पनि मुनालाई धेरै नै माया गर्थे। मुना, तिमी यति राम्रो मान्छेले पनि यस्तो सेतो कपडा लाएर बसेको सुहाएन। अब हामीले बिहे गरेर यो समाजमा परिवर्तन गर्नुपर्छ। के श्रीमान बितेपछि श्रीमतीले सेतै लुगा लगाएर बस्नुपर्ने हो र यो समाजको कालो करतुत हामीले तोडेरै छोड्नुपर्छ भन्दै त्यहाँ चन्द्रेले मुनालाई धेरै नै सम्झाएपछि मुनाले पनि चन्द्रेको बानी व्यवहार र त्यो चन्द्रेको सोचलाई मन परेपछि विवाह गर्नेसम्म सोच बनाउँदै गर्दा मैले उहाँ जतिको श्रीमान अब पाउन सक्दिन, मैले उहाँलाई धोका दिनु हुँदैन भन्दै चन्द्रे र मुनाले धुमधामसँग बिहे गरेका थिए। तर अन्तिममा आएर यो भगवानले पनि मरिसकेका श्रीमानलाई जिउँदै पठाएर मुनालाई दोधारमा पारेका हुन्छन्। अब चन्द्रेले मुनाको सबै कुरो थाहा पाएपछि कतै चन्द्रेले अब तिम्रो पहिलो श्रीमानसँगै जाऊ भन्ने त होइन भन्दै आजको भिडियोबाट बिदा हुन्छु। हस्त नमस्ते, जय नेपाल, बाई बाई।